सिधेले नमस्कार ढोक्दिया हलो कर्मथलो। अहिले मेरो हातको घडीमा चुटकी र ताली बज्ने आट्यो। अब सुन्नुहोस् तपाईहरुको साथमा भूतको आत्मा तातो हट हट समाचार, नत्र भने खाउला आपको अचार के छ विचार लो विचार। सुरुमा यस समाचारका मूर्खताका टाउकोहरू। कान्छातिकी बाख्रो डिप्रेसनमा, ससुरालीमा साली नहुँदा बहर ससुराली नजाने, मुसाले बहुविवाहको माग राख्दै नयाँ विधेयक पारित गर्ने, अण्डाको गुनासो कुखुरा पोथी संगठनलाई, अन्तिममा स्वास्थ्य टिप्पणी छ जाडोले हात खुट्टा ओठ फुट्दा के गर्ने। अब समाचारको भुँडी माइला दाइकी भागी बुढी। यो कुरा छाडौँ, मैल माडौँ, समाचारको पोको फुटाउँ। कान्छातिकी बाख्रो डिप्रेसन खबरबाट। संसारको पृथ्वी भन्ने देशमा बस्ने जवान हट वैशालु कान्छातिकी 80 वर्षीय बाख्री डिप्रेसनमा परेकी छिन्। फटाफट बोकाहरूले परिवार नियोजन गर्ने र विदेश पलायन हुने, खसी बन्ने, आई लभ यु नभन्ने कारणले आफूले लभ गर्न, सब गर्न, मालिकको भलो चिताउन, जिन्दगी बिताउन ह्यान्डसम बोका नपाउने भन्ने कारणले उनी डिप्रेसनमा परेकी हुन्। यो समस्या उनको मात्र होइन, घरमा ढोका नपाउने, साथमा बोका नपाउने, बसी 2082 खसी मात्र पाउनाले सिङ्गो पृथ्वी भन्ने देशका बाख्राहरू ओएमजी आन्दोलन गर्ने घोषणा गरेका छन्। ओएमजी संगठन एक पाठी बाख्री बैलोहरूको भैलो संगठन, एक कार्यक्रम हो। ओबाट ओए, यामबाट माथिको, जीबाट गठ हो। माथिको बाख्रा ओएमजी नामको संगठनले सामाजिक सञ्जाल, गणित सञ्जाल, अङ्ग्रेजी, नेपाली सञ्जालमा हिंसात्मक अनसन राखेका छन्। ससुरालीमा साली नहुँदा पहर ससुराली जान मानेनन्। नेपालको अमेरिका भन्ने गाउँमा बस्ने 3 महिने जवान लक्का जवान, बलवान, पहलवान, धनवान, मनवान भएका लक्का नामका छक्का चौराले ससुरालीमा साली नभएकै कारणले ससुराली नजाने घोषणा गरेका छन्। ससुरालीमा काली साली दिलवाली हुने तर आफ्नो ससुरालीमा धौली मौडा नामकी सेती साली हरामवाली भएको हुँदा आफू सिङ हल्लाउँदै पिङ्ग बस्ने तर ससुराली नजाने आफ्ना असुरा काठका मसुरा गैरा पैरा नामका सैरा ससुरालाई 30 बुधे विज्ञप्ति पेश गरेका छन्। उनले गीतको भाषामा लेखेका छन्, छैन काली मेरी साली सेती साली हरामवाली, र साथमा जिब्रोले यो पनि लेखेर मरेका छन्, आई लभ यु काली साली चाहियो ससुरा यस्ता 2 कौडीका औकात नभएका, 4 कौडीका सौगात नभएका साले काले चौरा भनी ज्वाइँ सम्बन्धबाटै डिभोर्स दिने घोषणा सैराले सुनाएका छन्। जरा सबर करू, पता गरी समाचार। मुसाले बहुविवाहको माग राख्दै नयाँ विधेयक पारित गरेका छन्। च्युच्यु गरी न्यु खोज्ने मुसाको मङ्सिरमा त मुसाले नि पाल्छ साथै मुसी चैतमा त भन्ने काले केटाले गीतको कपी गर्दै मुसाले ठुलो चुलो बनाएर बहुविवाहको माग राखेका छन्। मुसा दाजुले काजु खाँदै पूर्व पश्चिम राजमार्ग निर्माण गरेको, तर राति जीवनसाथी 2-3 बुढीहरूले ढाडको ढेलमा तोरीको तेल लगाउन चाहिने तर कानुन अनुसार नपाइने भएकाले मुसाले बहुविवाहको माग राख्दै मुसा संगठन विघटन गर्ने र विधेयक पारित गर्ने घोषणा गरेका छन्। विधेयकको नाम च्वाच्वा चारबुढी ल्या कानुन सबले मानुन निर्माण गरेका छन्। अण्डाको गुनासो कुखुरा पोथी संगठनलाई। अण्डाले ठन्डा दिमागले सोचेर आफ्नो माग राखेका भइबक्सिन्छ। उहाँजीले भनिबक्सेको छ, सेती पोथी दाँत हेर्दा थोतीले अण्डा झार्न कन्जुसी गरेको गरेर अण्डा महाराजलाई नखसालेका कारणले गुनासो राखिसकेको छ। आफूले बाहिर आएर धमाका गर्ने तर पोथीले ननिकाली मर्ने
भन्स्याको ओसिन्छ। अन्डा महाराजज्यू बाहिर निक्लेर मान्छेलाई पोषण दिने, यदि भाले लाग्यो भने चल्ना निक्लेर राजा बन्ने धारणा हाम्रो भुटे आत्मा पत्रकारलाई खुसिक्क सपनामा आएर जानकारी दिएको होइन्छ। अन्डा खाउँ, ठन्डा बनाउँ। यदि तपाईँहरूलाई अन्डा चाहिएको भए 98 8वटा अन्डा डायल गरी अर्डर दिनुहोला। विज्ञापनको अवस्था कुरो। जाडोले हात खुट्टा ओठ फुट्दा के गर्ने? अन्तिममा स्वास्थ्य टिप्सहरू पनि रहेको छ। जाडोले हात खुट्टा र ओठहरू फुट्दा के गर्ने दर्शकहरू? आजभोलि जाडोयाम बढेसँगै सूर्य कुल भएर पृथ्वी चिसो भएको र जसका कारणले मान्छेका, गोरुका, बाख्राका हात खुट्टा फुटिरहेका छन्। यदि कुखुरा, बाख्राका हात खुट्टा फुटेमा चट्ट काटेर झोल झारेर खानुहोला। यदि गाईको खुट्टा फुटिरहेका छन् भने गोरुलाई गोल्ड स्टारका जुत्ता लगाइदिनु होला। तर बिग प्रब्लम, मान्छेका हात खुट्टा फुटेमा भने साह्रै समस्या हुन्छ, यो मन रुन्छ। त्यसैले बिहान बिहान फुटेका खुट्टामा जेसिबीले माटो खनेर थुक्क भनेर माटोले पुरिदिनुपर्छ। हात खुट्टेमा हातलाई अरिङ्गालको गोलामा, मौरीको गोलामा स्वात्तै यसरी स्वात्तै हाल्नुपर्छ। तर आँसु आउँछ सम्झदा पनि ओठ फुटेमा सर्पको ओठमा किस गर्नुपर्छ। बाँदरको रातो रातो पुट्ठा नितम्बमा आफ्नो थोलेको थोल मासुको झोल भन्दै रगड्नुपर्छ। र रारी रु रु रे रै रु रङ रङ र समाचार स्वाहा र राति भ रात पर्यो म सुत्छु जाडो छ ओछ्यानमा मुछु ल ओके लाटा लाटी सिगान चाटी भाइ भाइ हामी भाइ भाइ। समाचार सक्यो। अब नाच दर्शकबिनहरू, म जस्तो भूतको आत्माको समाचार सुन्नु पर्दैन। म पनि छुटेँ। बाई बाई।